र हामीहरूले यो कुरालाई बुझ्ने सबै कुरा हामीहरूले जानकारी पाउँछौँ। यो संसार भनेको मिथ्या हो, जगत भनेको मिथ्या हो र परमात्मा नै सत्य हो। हामीहरूले सुनेका छौँ सबैले, धनानि भूमौ बसवश्च गोष्ठे। धन जति छ हाम्रो सम्पूर्ण यही रहन्छ। हाम्रा जति पनि गाई गोरुहरू छन् यी सबै हाम्रो ग्वालीमा बाँधेर रहन्छन्। भार्या गृहद्वारी जनः संसारे। भार्या घरको ढोका दरवाजासम्म मात्रै जान्छन् र हाम्रो जति पनि इष्ट मित्रहरू, जति पनि हाम्रा सखाहरू, आत्मीयजनहरू छन् यी सबै शमशानमा मात्रै पुग्छन्। शमशानमा पुगिसके पछाडि फेरि फर्केर आउँछन्। देहे चितायाम परलोक मार्गी। यो देह भनेको चितामा गएर सुत्छ, त्यो देहले पनि हाम्रो साथ छोडिदिन्छ। परलोक मार्गे धर्मो दो गच्छति जीव एकः। धर्म हामीहरूले कमाएको पुण्य कर्महरू मात्रै हामीसँग जान्छ, अरू हामीसँग केही पनि जाँदैन। त्यसैले भक्त सज्जन, हामीले यस्तो सुन्दर अवसर पाएका छौँ, यसलाई कहिले पनि खेर जान नदिउँ र हाम्रो जीवनलाई पावन बनाऊ, धन्य बनाऊ। यति भन्दै म मेरो सानो छोटो वक्तव्यलाई यही गुरुदेवको चरणारविन्दमा, भगवानको चरणारविन्दमा अर्पण गर्दछु। बोल भक्तवत्सल भगवान की।